आज चाहिँ मैले यस्तो कहिले हुन्छ भनेर सोचेको पनि थिएन। मेरो स्कुटी चाहिँ यस्तो भाँच्यो। आज चाहिँ बिहान उठे हटार अनि मुख सुख धोएँ, किनभने आज म राइडमा जानको लागि थिएँ। मेरो नाम चाहिँ विशाल चौधरी हो अनि आज म राइड जान लागेको। अनि यो चाहिँ मेरो फर्स्ट ब्लग हो। हजुरहरूलाई कस्तो लाग्छ, के लाग्छ, साथ सपोर्ट गरिदिनु होला। अनि म चाहिँ हटार कपडा लगाएँ, किनभने म चाहिँ अलरेडी नै ढिलो भइसकेको थिएँ, किनभने 10 बजिसकेको थियो। अनि म निस्केँ राइडतिर। अनि म चाहिँ फर्स्ट राइड यो स्कुलबाट पिकअप गरेर बानेश्वरतिर ड्रप अप गरेर फेरि अर्को राइडतिर लागेँ। अनि मलाई फेरि यो अर्को राइड आयो। यो चाहिँ कहाँको मन्दिर हो मलाई थाहा भएन, तर मैले चाहिँ भिडियो बनाएँ। हजुरहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला। अनि त्यसपछि म चाहिँ अलि भोक लागेको थियो मलाई। त्यसपछि म चाहिँ 2टा सेलो लिएँ अनि सेलो खाएँ। सेलो खाइसकेपछि फेरि म अर्को राइडतिर लागेँ। एकछिन आराम गरेर फेरि मलाई चाहिँ अर्को राइड मिल्यो कलङ्कीबाट। अनि यहाँको भ्यू राम्रो देखिरहेको थियो, त्यही भएर मैले चाहिँ एउटा भिडियो बनाएँ। कलङ्कीबाट पिकअप गरेर म चाहिँ यता सुन्दारातिर लागेँ। अनि यहाँको भ्यू चाहिँ कस्तो राम्रो देखिरहेको थियो। यता चाहिँ माथि के हो यो कमेन्ट गर्नु होला। अनि यसलाई पनि के भन्छ कमेन्ट गर्नु होला। अनि म चाहिँ एकछिन पछि सुन्दारा पुगेँ। त्यसपछि 12 बजिसकेको थियो। त्यसपछि राइड पनि मिलिरहेको थिएन, सो मलाई पनि भोक लागिरहेको थियो। त्यही भएर मैले चाहिँ छिटो घरतिर लागेँ। अनि रुममा तरकारी पनि थिएन। मैले चाहिँ काउली अनि थोरै प्याज किनेँ अनि साथीलाई पकाउन दिएँ। अनि मैले चाहिँ यो पार्किङ गरेर हेरेँ। त्यसपछि यता साइडको प्यानल चाहिँ भाँच्चे रहेछ। त्यो चाहिँ कसरी भाँच्यो मलाई थाहा भएन। अनि मैले चाहिँ देसी जुगा लगाएर फेविक्विक हालेँ। अनि त्यसपछि तरकारी हामी पकाउन थाल्यौँ। भोक पनि असाध्यै लागिरहेको थियो, सो छिटो हामी चाहिँ तरकारी पकाएर त्यसपछि खानातर्फ लाग्यौँ। एकछिन आराम गरेर म चाहिँ पठाउ फुटतिर लागेँ। अस्ति चाहिँ मेरो ऐना चाहिँ कसरी पो फुटेको थियो, त्यही भएर मैले चाहिँ अर्को नयाँ ऐना हाल्न गएँ ग्यारेजमा। अनि अर्को नयाँ ऐना चाहिँ हालेँ। त्यसपछि भक्तपुरतिर लागेँ। भक्तपुरतिर चाहिँ असाध्यै पानी परिरहेको थियो। सो यस्तो खतरनाक पानी परिरहेको थियो। एकछिन म चाहिँ उतै बसेँ। पानी रोकिसकेपछि त्यसपछि अर्को अर्डर मेरो भक्तपुर मन्दिरतिर पर्यो। अनि मैले चाहिँ मन्दिर देखेको थिएन, सो फर्स्ट टाइम चाहिँ मेरो मन्दिर थियो। सो मैले चाहिँ थोरै भिडियो बनाएँ। अनि त्यसपछि मैले चाहिँ आफ्नो घरतिरको लोकेसन हालेँ। त्यसपछि मलाई साह्रै भोक लागिरहेको थियो, सो मैले चाहिँ चटपटे खाएँ। थोरै चटपटे खाइसकेपछि म चाहिँ